हान जम्मा 14 पोइन्ट ताने हो भाइ जम्मा दिनभरिमा 14 पोइन्ट ताने हो हग्नु हगेको होइन दाइ यो महा हगेको जिन्दगीमा यस्तो कसैले हान्छ 14 पोइन्ट भाइ 5 गेममा 14 6 गेममा 14 पोइन्ट भनेको के हो भन्छु क्या भाइ मा कसम हल्का राम्रो खेलिदिएको भए उठाउँथ्यो हो भाइ ट्रफी नै स्योर उठाउँथ्यो यार उठाउँथ्यो नि दाइ एकछिन दाइ टेन्सन भइरहेछ पहिला यहाँ उ गरौँ न दाइ एकछिन क्या प्लिज ओमले मेरो त भाइ यस्तो भयो कि अब सबै देवी देवता सम्झौ एकछिन आयो आयो ओए ल ओइ अबि ओइ ल्याग भयो क्या ओइ बटलाई मारे यस्तो मार्दै हो भाइ यस्तो हो क्या आफू कमजोर भएपछि नि आफू कमजोर भएपछि हैन मुझे टोलको भुस्या कुकुरले पनि हेप्छ भनेको मुझे प्राइम एक्जाम्पल यो हो क्या भाइ बुझ्यौ नि आफूलाई दुःख परेको बेला नि यो हो क्या आफूलाई दुःख परेको बेला नि भाइ जसले पनि हेप्छ क्या सिचुएसन यस्तो बनायो आफैले यसरी मुझे कन्डो थापेर पछाडि फर्किने बनाइदियो सिचुएसनै खोटीको के छ भाइ खोटीको के छ खोटीको दुईजना छ यार भाइ प्लेसमेन्ट पोइन्ट त अहिलेसम्म फिक्स छैन नकी पनि नक होइन फिनिस फिनिस भयो दुईजना छ खोटीको दुईजना मर्दिहाले पनि तनाव हुँदैन थियो यार पनि मरेछ यो क्वाड पनि एकजना मात्रै हो क्या दाइ हान्दैन एक एकजना छ हो भाइ यिनीहरू खोटी र क्वाडको पहिले भन्दा थियो क्या दाइ चान्स थियो क्या दाइ हेर्नु न 139 हो प्लेसमेन्ट आएको छैन खोटी र क्वाड गइदियो हुन्थ्यो क्या ओम लेखिराखौँ साथीहरू प्लिज 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 दिस इज द टाइम आफ्नो टिमको राम्रोको लागि हैन अरूको टिमको नराम्रोको लागि प्रार्थना गर्नु परेको छ दाइ कस्तो दिन आयो त यस्तो दिन त धेरैचोटि आइसक्यो है 24 यहाँ छ अब यो मुला नि अब कति बेरसम्म बस्ने हो हुन त जोन छैन जोन त जानु पर्यो यार 40 र क्वाडको एक जना साइड भइदियो भने थियो यार साथीहरू दाइ उही गयो यार दाइ 40 गयो नि त 40 गयो भनेपछि क्वाडले ताने पनि 40 लाई जितेर हामीलाई जिते पनि हामी त फर्ममा भयो नि त केपी छ नि त भाइ फेरि केपीले भ्याउँदैन केपी पनि छ ओम इन द च्याट क्वाड पनि जाओस् न गयो मात दाइ ओइ अब के हुन्छ गयो यार दाइ गयो हैन पुगिहाल्यो नि अब त पुग्यो कि पुग्यो आउन तिमी हिँड त के अरे दाइ तिमी चाहिँ हिँडिहाल न अब म हिँडौँ है घरबाट लाइभ एन्ड गर्नु नगर्नु है त म निस्केँ ल दाइ यार टिकटकको साथीहरू ल बाई बाई सबैजनालाई सी यू अन दाइको लाइभ स्ट्रिम है म निस्किएँ ओइ पुग्यो
तर होइन यार केटा हो मलाई चाहिँ नराम्रो लागिरहेछ यार अझै यार फर्स्ट हुनुपर्ने टिम थियो यार के खेल्थ्यो यार आज मा कसम यार केटा हो फर्स्ट हुने टिम थियो हो आज यार PMWC this time for Africa Samina Mina ल केटा हो हामी चाहिँ वर्ल्ड कपतिरै केटा हो वर्ल्ड कपतिरै तर कप आएन नेपालमा केटा हो लास्ट नराम्रो लागिरहेछ है कप चाहिँ आउन पाएन नेपालमा त्यही भएर लभली ल कम on लेट्स गो प्रशान्त भाइ यार बबाल यार आज मुजी तर यार भाइ कसम यार धन्न यो फोर्टीहरूले पनि पोइन्ट तानेन क्या आज बुझिनस् त्यही त सब तल बिल ताने ए लामो 125 त्यो फर्स्टको पोइन्ट कति छ 159 छ कति तानेको छ र यिनीहरूले हामीले कति तान्नु पर्छ 40 पोइन्ट आज खेल्दैको भए विनर हुन्थ्यो त्यही त तर यो स्म्याश रुलले खतम बनायो क्या भाइ टार्गेट गराएर ठिकै छ भाइ पुग्यो यार म त के भनौँ वर्ल्ड कप आयो एकटा वर्ल्ड कपमा चाहिँ अब ड्रप क्लास नगरौँला अबदेखि नै मिलाएर हानेर वर्ल्ड कपको चाहिँ PMSL को ट्रफी नल्याए पनि वर्ल्ड कपको ट्रफी ल्याउनु पर्ला केटा हो